फेमस ठाउँमा हामी जान लागेको डाँडा उ त्यो माथि ऊ आमुन त हामी तलबाट देखेको त्यो डाँडा पुग्नलाई यसो हेर्दाखेरि त्यो आउनु न म त टाढा त पुगिहाल्छु नि अवश्य ओके वेलकम टु ब्याक त्यही हो गाइस हामी चाहिँ आज आइतबारको दिन घुम्नलाई निस्किएको सो म चाहिँ बल्ल रेडी भएँ र चाहिँ आजको ब्लग चाहिँ बबाल हुने रहेछ हेर्नु है लास्टसम्म फेरि माने फेरि डेन्जर हुन्छ आज र पानी पिइसक्यो हामीले अब पानी पिएपछि बिस्तारै हामी गाडी लिन गइरहेछौँ गाडी चाहिँ भाडामा है आजको लागि सबै रेडी भइसक्यो अब हामी गाडी लिन जाँदैछौँ त्यसले हामी ठाउँ ओइता युबेन भन्छ के त्यो ठाउँमा त लगाइरहेको छौँ अब बिस्तारै गाडीमा रेडी है गाइस चाहिँ फेमस रोड आइपुग्यो लोक पानी परे चिसो गर्नुपर्छ डाँडा एकदम फेमस ठाउँमा बल्ल एउटा ठाउँ गाडीबाट ओर्लियो हामी चाहिँ कहाँ यो सिप यो पानी होइन खासै अब हामी चाहिँ यहाँ माथि जान लागिरहेको छौँ बिस्तारै यहाँ पानी पर्यो के हो पानी परेछ होइन बिस्तारै अब टक्क लाएर यो ठाउँमा ओ सबै मान्छे प्लास्टिकको ऊ बोकेर लागेछ प्लास्टिकको छ रेनकोट ल पानी रोक्यो आनन्द भयो तर चिसो सुविधा यता हेर्नु न तपाईँ पनि तपाईँको यहाँ बबाल भ्यू देखाइरहेको छु मैले ओहो नेचरले आफैले बनाइदिएको ठाउँ माथि डाँडातिर चाहिँ जति माथि जान मिल्दो रहेछ तर हामी सक्दैनौँ यो ट्रेकिङ जाने ठाउँ हो हामी सक्दैनौँ कस्तो लागिरहेछ आज ठाउँ ल भन्नुहोस् ठाउँ कस्तो लाग्यो तपाईँलाई आज यस्तो छ भने मैले सोचेकै थिएन तर बबाल रहेछ भने हामी जान लागेको डाँडा उ त्यो माथि त्यो माथि कस्तो देखिरहेछ हामी त्यहाँ गएर छर्छौँ अनि फर्किन्छौँ त्यो राम्रो ठाउँ आयो कि कस्तो स्वर्गको जस्तो फिल भइरहेछ यहाँ है बबाल आइदिइरहेछ अनि अब यो त ट्रेकिङ जाने ठाउँ रहेछ नि दादा होइन के गाडी नै जान्छु क्या ट्रकहरू जस्तो है यस्तो बबाल ठाउँ फाइनली हामी तलबाट देखेको यो डाँडा त्यो डाँडा पुग्नलाई चढेको थिएँ स्याप अलिक कम हुन्छ अब ल अब माउन्ट एभरेस्ट पुग्न लागिसक्यो यो तलबाट देखिने डाँडा हेर्दा हो नि यति सानो हुँदो रहेछ यो त्यो लाउनलाई ओइताको डाँडा किनभने एकदम डेन्जर हावा चल्यो उकालोमा भन्दा ओह्रालोमा चाहिँ अलिक डेन्जर हुन्छ तर बिस्तारै फर्किन्छौँ केही छैन उकालोमा त डेन्जरै हुन्छ नि तर चिप्लिँदैन रहेछ यो माटोहरू दाइ एकचोटि कमेडी हुन्छ नि त दाइ लाग्नु हामीलाई नाटक देखायो कि साँच्चीकै हो अनि बिचरा बानी
कि अगाडि जानु यस्तो उकालो ओह्रालोमा अघि आउँदा मजा आउँथ्यो तर त्यस्तो केही छैन छापको रहेछ बाटो आउनु कस्तो तपाईँ नै आउनु न म त टाढा त पुगिहाल्छु नि अवश्य कहाँ हामी सर्टकट बाटो जाने भने यो बाटो यहाँ रहेछ बाटो छोडिदियो ओके फाइनली हामी यहाँ गाडी पार्किङ गरेको ठाउँमा आइपुग्यौँ सो अब बिस्तारै हामी अर्को बाटो पनि लाग्न त तर हामी भिडियो पनि देखाउनेछौँ र आजको भिडियो यति नै हुनसक्छ या अर्को ठाउँ नै जान सक्छ हामी